त्यसपछि तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ। म चाहिँ के कारणले त्यस्तो भ्लगहरु ल्याउन पाइरहेको थिइनँ नि त। आज चाहिँ खेत रोपाईको भ्लग लिएर आउँदैछु तपाईहरुलाई है। हाम्रो खेत चाहिँ कति छ, कहाँ छ र कसरी रोप्छौँ हामी खेत भनेर देखाउँदैछु हैन। खोलामा बेसीमा छ हैन, त्यहाँ गएर हामी खेत रोप्ने छौँ, त्यो तपाईहरुलाई देखाउनेवाला छु। अनि चाहिँ मेरो साथ दिनु होला। ल लागौँ खेततर्फ। हे म चाहिँ खेततिर जाँदैछु पुरै पानी पर्यो। गोरुलाई घाँस बोकेर साथै डाम्लो पनि बोकेर म चाहिँ जाँदैछु खेततिर। खेतबाट आउँदा थकाइ मार्ने ठाउँ चौतारा यस्तो छ। म चाहिँ अहिले धेरै तल आइपुगिसकेँ खोल्सामा। बाटो देख्न सक्नुहुन्छ यस्तो छ है यो बर्खाको बेलामा। यहाँ त बाटो नै पहिरो गएछ के, झरिन्छ होला यार, यस्तो छ बाटो। यो धाराभरि पानी खान्छौँ हामी। अहिले म खेततिर पनि आइसकेँ गाइस छैन। अब धान रोप्नु पर्ने हुन्छ। त्यहाँ गोरु राख्ने हो हैन गाइजहरु। अनि यो सब हाम्रो खेत हो कि, यहाँदेखि पनि अझै यो तल 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 सबै खेत हो कि हाम्रो। एक त हामी गर्न पनि सक्दैनौँ कि मान्छेहरू खेतालाहरू पनि भेटिँदैन, त्यही भएर त्यति एरिया तल तलको पनि हाम्रो है। अनि यो चाहिँ यति बिउ रोप्नु पर्ने हुन्छ हामीले। ठुलो ढुङ्गा छ, यहाँबाट झऱ्यो भने चाहिँ फेरि मान्छे सक्यो। यस्तो डेन्जर ठुलो ढुङ्गा छ क्या यहाँ चाहिँ। बाह्र बज्यो 12 बजीतिर खाना खायो। भिडियो बनाउँला भनेको हैन, यी बोकेर कुद्दै थिएँ, तल्लो गएर ओर्लिनु खोजेको, ब्याङबुङ लड्यो साथीहरू। यो पनि भाँच्यो, घाटा भयो, के गर्नु अब। अर्को नयाँ किन्ने हो अब, फेरि केही छैन। तर हाम्रो चाहिँ पानी चाहिँ अहिले टन्नै चाहिँ पानी, खेतभरि पानीहरू छ है। गोरुहरू यहाँ चरिरहेछ मस्तसँगले। अहिले चाहिँ हाम्रो चाहिँ माना रोपेर मुरी फलाउने दिन छ हैन। त्यही भएर चाहिँ हामी बेसी खेतमा पुरै रोपाई आजबाट स्टार्ट साथीहरू। मेरो यो पनि कडाक्कै गयो, कडाक्कै। मलाई आज यस्तो घाटा लागिहालेछ। यो चाहिँ खयरको रुख हेरौँ न। यहाँ ढुङ्गामाथि खयरको रुख छ, ढुङ्गा फोरेर खयरको रुख निस्किएको छ। हेलो गाइस, सिमसिम पानी परेर खासै भ्लग पनि बनाउनु पाइएन है। त्यहाँदेखि त्यति मात्रै रोप्यौँ हामीले, त्यहाँदेखि स्थगित गऱ्यौँ। तल गोरुहरू राखेछौँ। अनि हामी चाहिँ जान लागेको अब घरतिर उकालो। माथि कहाँ त्यति रोप्यो, धेरै रोपिएन आज। 3-4 दिनमा चाहिँ सकिन्छ कि जस्तो लाग्यो हैन। पानी चाहिँ जेहोस् प्रशस्तै छ। भने आजको भ्लग चाहिँ यस्तै भयो। र कस्तो लाग्यो, राम्रो लाग्यो लाइक कमेन्ट प्लस सब्सक्राइब गरिदिनु होला भन्दै म चाहिँ आज भ्लग लागे। बाई बाई।